यस कार्यक्रमका प्रमुख संरक्षक श्री भीमहाङ सुब्बाज्यू, सिक्किम सरकारका उपस्थित माननीय मंत्रीगण, सिक्किमका एकमात्र लोकसभा सांसद एवं यस कार्यक्रमका संरक्षक श्री इन्द्रहाङ सुब्बाज्यू, क्षेत्र विधायक नामचेबुङ निर्वाचन क्षेत्र एवं यस कार्यक्रमका संरक्षक श्री एम प्रसाद शर्माज्यू, माननीय विधायकगण, सिक्किम सरकारका अति आदरणीय सल्लाहकारगण, अध्यक्षगण, मुख्यमंत्री का राजनीतिक सचिव श्री जैकब खालिङ, गान्तोक नगर निगम का आदरणीय मेयर, उपमेयर साथै पार्षदगण, विभिन्न ग्राम पंचायत का सभापति, उपसभापति साथै सदस्यगण, सिक्किम सरकार का मुख्यमंत्री का सचिव डॉक्टर एस.डी. ढकालज्यू, भूतपूर्व सचिवगण, सिक्किम प्रहरी का डीआईजी रेंज श्री बीके तामाङज्यू, विभिन्न सामुदायिक संघ संस्थान संगठनबाट आउनुभएका अध्यक्ष, उपाध्यक्ष अनि सदस्यगण, राज्य स्तरीय चासोक तोङनाम आयोजक समिति का अति आदरणीय अध्यक्ष श्री चंदन सिंह सुब्बाज्यू, कार्यकारिणी अध्यक्ष श्री एनबी सुब्बाज्यू, महासचिवगण श्री विजय हाङ सुब्बा, श्री सोबिन सुब्बा, उपस्थित आदरणीय याबा, फेदाङबा, साम्बा, यमानी साथै सहयोगीहरू, विभिन्न स्थानबाट आउनुभएका सहभागी कलाकारहरू, सांस्कृतिक टोलीका कलाकारहरू, विभिन्न निर्वाचन क्षेत्रबाट आउनुभएका अति आदरणीय आमाबाउ, दाजुभाइ, दिदीबहिनीहरू, वरिष्ठ महानुभावहरू लगायत प्रेस अनि मिडियाका सम्पूर्ण साथीभाइहरूलाई सिक्किम सरकारको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद चढाउँदै, आफ्नो तर्फबाट अभिनन्दन चढाउँदै म तपाईहरुको समक्षमा छोटकारीमा दुई चार कुराहरू राख्न चाहन्छु। सर्वप्रथम म सम्पूर्ण सिक्किमवासीलाई यो पवित्र पर्व, लिम्बू जातिको पर्व चासोक तोङनामको सबैलाई बधाई दिन चाहन्छु अनि शुभकामना दिन चाहन्छु। अनि सर्वप्रथम यो कार्यक्रम जहाँ भइरहेको छ, यो कार्यक्रम भएको जग्गा नामचेबुङ निर्वाचन क्षेत्र भएकोले गर्दाखेरि म सम्पूर्ण नामचेबुङ निर्वाचन क्षेत्रका वासीहरूलाई, पाक्योङ वासीहरूलाई म व्यक्तिगत तर्फबाट पाक्योङ सब डिभिजनबाट बढोत्तरी भएर एउटा डिस्ट्रिक्ट जिल्लाको रूपमा आज नोटिफाई भएको छ। यसको लागि पनि म तपाईहरु सबैजनालाई धेरै धेरै बधाई दिन चाहन्छु र तपाईहरुलाई
थाहा नै छ आजको चासोक तङनाम, यो चासोक तङनाम डिसेम्बर महिनामा नै मनाउने गर्छन्। 15 तारिक डिसेम्बर, गए साल पनि 15 तारिक डिसेम्बर, र यो मेरो तेस्रो पल्ट हो चासोक तङनाम कार्यक्रममा उपस्थित भएर आफ्नो कुराहरू राखेको। यो मेरो तेस्रो पटक हो र तेस्रो पटक, यो भन्दा अघिको 2 पटक सिक्किम सरकारले आजको दिनलाई सरकारी बिदा घोषणा गरेको थिएन। तर गए साल 2020 को चासोक तङनाम समिति अनि सम्पूर्ण लिम्बू दाजुभाइ दिदीबहिनीहरू, अति आदरणीय जनसमुदायले, होइन यो चासोक तङनाम भनेको त हाम्रो मुख्य पर्व हो लिम्बू जातिको, यो सिक्किमे लिम्बूको मात्रै होइन तर संसारभरि नै बसोबास गर्ने लिम्बू जातिको एउटा प्रमुख एउटा चाड हो, यो पर्व हो। अनि यो पर्वमा त हामीले सरकारी बिदा पाउनु पर्ने र सरकारले यसलाई एउटा होलिडेको रूपमा डिक्लेयर गर्नुपर्ने, र त्यसो गरे भनेदेखि हामी खुलेर हामी चासोक तङनामलाई मनाउन सक्छौं, यसलाई हामी पारम्परिक रूपमा हामी मनाउन सक्छौं भनेर जुन डिमान्ड गए साल 2020 को चासोक तङनाम समिति अनि सम्पूर्ण आदरणीय लिम्बू दाजुभाइ दिदीबहिनीहरूले, सम्पूर्ण सिक्किमवासी लिम्बू दाजुभाइहरूले जुन राख्नु भएको छ डिमान्ड, त्यो डिमान्डलाई सम्मान गर्दै, त्यो मागलाई सम्मान गर्दै हामीले यस पालिदेखि 15 डिसेम्बरलाई चासोक तङनाम पर्वको नाममा सरकारी बिदा घोषणा गरेको छ। यसको लागि म तमाम सिक्किमवासी लिम्बू दाजुभाइहरूलाई मात्रै होइन, सिक्किमवासीहरूलाई मात्रै होइन तर संसारभरि नै बसोबास गर्ने लिम्बू दाजुभाइहरूलाई म धेरै धेरै बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। यो इतिहास हो। हिजोसम्म तपाईहरुले चाड यो चासोक तङनाम मनाउनु चाहे तापनि तपाई घरि अफिस जानुपर्ने हो कि घरमै बस्नुपर्ने हो कि या सम्पूर्ण जो पनि लिम्बू जाति भित्र पर्ने सरकारी कर्मचारीहरूले सीएल लिएर क्याजुअल लिभमा बसेर उहाँले चासोक तङनाम पर्वलाई मनाउनु पर्थ्यो भनेदेखि अब यसपालिदेखि तपाईहरुको सीएल को खर्च भएन र एउटा आधिकारिक सरकारी बिदा र हिजोसम्म अरु समुदायलाई सायद थाहा हुँदैन थियो होला 15 तारिक डिसेम्बर के हो, हल्ला हुन्थ्यो होला यो चासोक तङनाम यो लिम्बू समुदायको चाड हो भनेर मात्रै छ। तर अब त जम्मै सरकारी कर्मचारीहरूले यसो एल्मेनिक क्यालेन्डर हेर्दाखेरि सट्ट रातो दाग भएपछि अरे के को छुट्टी रहेछ, के को रहेछ छुट्टी भन्दाखेरि चासोक तङनाम भनेपछि सबैको मनमा मस्तिष्कमा पस्छन् कि आज लिम्बू दाजुभाइको लिम्बू समुदायको यो चाड पर्व रहेछ, त्यसले गर्दा छुट्टी भएछ भन्ने एउटा है सबैको मनमा बस्छ, यो इतिहास कायम गर्छ र जबसम्म यो पृथ्वी रहन्छ तबसम्म यो इतिहास कायम भएको छ। यसको लागि म सम्पूर्ण मन्त्रीमण्डलका साथीहरूलाई, माननीय विधायकहरूलाई अनि सिक्किम सरकारका सम्पूर्ण अधिकारीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि सम्पूर्ण लिम्बू हाम्रो समुदायका सम्पूर्ण आदरणीय आमा बाउ दाजुभाइ दिदीबहिनी सबैजनालाई म हार्दिक बधाई अनि शुभकामना दिन चाहन्छु। र तपाईहरुलाई थाहा छ वर्तमान सरकारले प्रत्येक जाति, प्रत्येक भाषा, प्रत्येक संस्कृतिलाई संरक्षण गर्ने काम गरिरहेको छ र आज त्यो माहौल छैन। जुन माहौल पहिला थियो, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन हुनुभन्दा अघि एउटा माहौल थियो। कुनै पनि समुदायले आफ्नो जातीय पर्वहरू, आफ्नो संगठनको कार्यक्रमहरू गर्नुपर्दा सोच्नु पर्थ्यो एकपल्ट, यो कार्यक्रम गर्नुपर्ने हो या होइन, यो कार्यक्रममा कसलाई बोलाउनु पर्ने हो
या नबोलाउनु पर्ने हो भनेर सोच्नु पर्थ्यो र गर्नु नै सोच्नु पर्थ्यो। तर आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि हामीले खुल्ला रूपमा स्वतन्त्र रूपमा सबै जातीय संगठनहरूलाई हामीले आफ्नो आफ्नो पर्व मनाउने स्वतन्त्र एउटा वातावरण दिएको छौं। हामीले एकदम एउटा यस्तो खालके तपाईको खडा गरेको छ वातावरण के सबैले खुसी खुसी मनाउन पाउँछ। अनि कसैलाई पनि यो त अपोजिसनको हो हामी बोलाउनु हुँदैन भन्न सोच्नु पर्दैन। कसैलाई पनि आफ्नो जातिभित्र पर्ने कसैलाई पनि बुद्धिजीवीहरूलाई पनि बोलाउन सक्छ, सबैलाई निम्तो दिन सक्छ। तर पहिला आयोजक समितिले सोच्नु पर्थ्यो कि यो व्यक्तिलाई बोलायो भने त यो त सरकार पक्षको होइन, यो त फलाना पार्टीको होइन, यसले गर्दाखेरि भात मुख्य अतिथि रिसाउने हो, भात मुख्य अतिथि चाल पाएपछि भाइ यो कार्यक्रममै नआउने हो भनेर सोच्नु पर्थ्यो। तर आज त्यो केही पनि छैन। तपाईले आफ्नो जातीय संगठनलाई बलियो बनाउनका लागि, मजबुत बनाउनका लागि, आफ्नो जातीय संस्कृतिलाई संरक्षण गर्नका लागि सबै बुद्धिजीवीहरूको सहायता लिनुपर्छ। सबै तपाईहरु जातीय संगठन भित्र पर्ने सबै व्यक्तिहरूको तपाईले सहायता लिनुपर्छ। चाहे त्यो कुनै पनि पार्टी भित्र परोस्, उनीहरूको सहायता लियो भने तपाईको जातीय संगठन मजबुत भएर जान्छ। यही चाहना लिएर सरकारले आज स्वतन्त्र रूपमा अनि प्रत्येक जातिको राज्य स्तरीय कार्यक्रममा आज तपाईहरुको पनि अति आदरणीय लिम्बू समुदायको पनि यो राज्य स्तरीय यो कार्यक्रम हो, स्टेट लेभल कार्यक्रम हो। अनि स्टेट लेभल कार्यक्रममा मुख्यमन्त्री स्वयं आउनु पाउँदा मलाई पनि गर्व लागेको छ, मलाई पनि खुसी लागेको छ। र हर काम छोडेर भए पनि, दोस्रो काम छोडेर भए तापनि आज तपाईहरुको कार्यक्रममा म उपस्थित भएको छु। म मात्रै नभएर मेरा मन्त्रीमण्डलका सम्पूर्ण साथीहरू, विधायक साथीहरू पनि आज उपस्थित भएको छ। यो तपाईहरुको लागि सम्मान हो। र म के भन्न चाहन्छु भनेदेखि मैले आयोजक समिति यसपालिको चासोक तोङनाम आयोजक समिति आउँदा पनि मैले एउटै कुरा गरे कि म चाहन्छु लिम्बू जाति छुटेको होइन, म चाहन्छु लिम्बू जाति छुटेको होइन तर जुटेको हेर्न चाहन्छु। त्यसले गर्दा तपाईहरु सब एकजुट हुनुपर्छ। तपाईहरुले राज्य स्तरीय लेभलमा सबैलाई मनाउनुहोस्, त्यसो हुँदा सरकारलाई पनि सजिलो पर्छ। नत्र भने हामीले 2019 को सायद चासोक तोङनाम मनाउँदाखेरि म 4-5 वटा जग्गामा जानु पर्यो। त्यसो हुँदा मेरो समय मिल्दैन, मैले कति जग्गामा जानु पनि पाउँदैन। त्यसो हुँदा कसैको मन दुख्छ। तर तपाईले राज्य स्तरीय रूपमा प्रत्येक साल यसरी तपाईले मनाउँदाखेरि मलाई पनि ढुक्क हुन्छ। है 15 तारिक डिसेम्बर भनेको चाहिँ मैले अति आदरणीय लिम्बू जातिहरुको निम्ति, लिम्बू समुदायको निम्ति मैले दिनुपर्छ। र म यो दिन कुनै पनि कार्यक्रम राख्नु हुँदैन भनेर म फ्री बस्छु। अनि विशेष गरेर आज त हुनु हेर्नु हो भनेदेखि आज 15 तारिक डिसेम्बर त तपाईहरुले सबैजना घरमा बसेर तपाईले नयाँ फल फूल अन्न बाली तपाईले देवतालाई चढाउने दिन हो। तपाईले आफ्नै घरमा बसेर तपाईले यसलाई मनाउने हो। आफ्नो छोरा छोरी नाता पनातीलाई सिकाउने समय हो यो। तर आज हामीले यो यसपालि राज्य स्तरीय यो कार्यक्रम भएकोले गर्दा विभिन्न बुद्धिजीवीहरू पनि आउनु भएको छ। तपाईहरुको संस्थाको संस्थापक सदस्यहरू पनि आउनु भएको छ। तपाईहरुको संस्थाको हाम्रो बुद्धिजीवीहरू पनि आउनु भएको छ। तर म एउटा सजेसन तपाईहरुलाई राख्न चाहन्छु। मैले यो सजेसन गुरुङ समुदायलाई पनि मैले राखे कि जुन दिन तपाईहरुको मेन कार्यक्रम, मेन तपाईहरुको चाड हुन्छ, पर्व हुन्छ, जसै आज चासोक तोङनाम भनेपछि तपाईहरु सबैजना घरमा बसेर तपाईहरुले पूजा गर्नुपर्ने, फेदाङमा लाउनु पर्ने, अनि तपाईहरुले उब्जाएको अन्न बाली फल फूल सबै चढाउनु पर्ने देवतालाई। तर अब मुख्यमन्त्रीको कार्यक्रम हो, अब गएन भने पनि फेरि मुख्यमन्त्रीले के भन्ला भन्ने तपाईहरुको मनमा एउटा डर हुन्छ। त्यसले गर्दा तपाई कराइले पनि आउनुपर्छ। तपाईहरु आउनुभयो यसपालि। तर म एउटा सजेसन तपाईलाई दिन चाहन्छु। म तपाईहरुको संगठनलाई सजेसन दिन चाहन्छु। अनि आउने चासोक तोङनाम सेलिब्रेसन कमिटीलाई पनि म एउटा सजेसन, यो मेरो सजेसन हो, खाली मेरो सल्लाह मात्रै हो। यो सल्लाहमा गर्नु नगर्नु तपाईहरुको हो। तपाईले मेन पर्वको दिन तपाईहरुले आफ्नो घरमा मनाउनुहोस्।
बडा धुमधाम साथमा। त्यसो गर्दा तपाईको घरमा हुने सानो नानीहरूले पनि चाल पाउँछ, अरे मेरो आमा पापाले यो दिन त यसरी पूजा गर्थ्यो, यसरी फलफुल चढाउँथ्यो, अन्न बाली चढाउँथ्यो भन्ने उहाँलाई थाहा हुन्छ, मेमोरी हुन्छ। किनभने मलाई पनि थाहा छ, मेरो पापा आमाले पहिला म सानोमा हुँदाखेरि जे पूजा गर्थे त्यो अझै पनि मलाई थाहा छ। सानोमा भएको कुरा बिर्सिँदैन, ठुला भएर भएको कुरा बिर्सिन सक्छ, तर सानोमा भएको कुरा बिर्सिन सक्दैन। त्यसले गर्दा एउटा मेमोरी भित्र पस्छ। अनि त्यो दिन चाहिँ तपाईले घरमै बसेर पुरा आफ्नो आफ्नो घरमा आफ्नो आफ्नो रीतिथिति अनुसार तपाईले मनाउनुहोस् यो चाडलाई 15 तारिक डिसेम्बर। अनि तपाईले राज्य स्तरीय रूपमा तपाईले हुन सक्यो भनेदेखि अगाडि चासोक तोङनाम 15 तारिक भन्दा अगाडि एक दिन मनाउनुहोस्, या 2 दिन अगाडि मनाउनुहोस्, या त चासोक तोङनाम पर्व सकेपछि एउटा राज्य स्तरीय रूपमा तपाईले एक दिन तपाईले गर्नुहोस्, भव्यता दिनुहोस्। अनि त्यो कार्यक्रममा म पनि आउँछु। त्यसो हुँदा एउटा त भयो तपाईहरुले राज्य स्तरीय कार्यक्रम गर्न सक्यो, एउटा तपाईहरुको आफ्नो घरमा आफ्नो छोरा छोरी नाता पलातीलाई पनि देखाउन सक्यो। यो तपाईहरुको सधैँ बसिरहने कुरा हो, यो इतिहास बनिने कुरा हो, यो गर्नुहोस् भनेर म भन्न चाहन्छु। त्यसैगरी मैले गुरुङ समुदायलाई पनि मैले सजेसन दिएको थिएँ, तपाईहरुको 30 तारिक हो तपाईको तमु लोछार, गुरुङ जातिको तमु लोछार 30 तारिक डिसेम्बर हो जहिले पनि। र उहाँलाई मैले भने 30 तारिक त तपाईले घरमा मनाउनु पर्छ, घरमा बसेर सेलिब्रेसन गर्नुपर्छ। तपाईहरुले आफन्त आउन सक्छ, तपाईहरुकोमा आफ्नो चिनाजाना छोरी ज्वाइँ आउन सक्छ है, सबै आउन सक्छ। त्यसले गर्दा तपाईले 30 तारिक मनाउनुहोस्, अगाडि मनाउनुहोस् भन्दाखेरि यसपालि हाम्रो तमु लोछार राज्य स्तरीय तमु लोछार नामथाङ निर्वाचन क्षेत्रमा 28 तारिक डिसेम्बरमा उहाँहरूले मनाउनु हुँदैछ। अगाडि नै 28, 29, 30 एक दिन 2 दिन अगाडि मनाउनु हुँदैछ। त्यसो हुँदा राज्य स्तरीय कार्यक्रम पनि भयो अनि आफ्नो घरमा पनि कार्यक्रम हुने भयो। यो चाहिँ एउटा इतिहास हो र मैले एउटा सजेसन तपाईहरुलाई दिएको हो। हाम्रो दुईटै हुन्छ, एउटा राज्य स्तरीय कार्यक्रम पनि हुन्छ, सबैजना नानीहरू आउने, विद्यार्थी नानीहरूले चाल पाउने, सबैलाई देखाउने, टुरिस्टलाई देखाउने यो पर्व हो। यसलाई टुरिस्टसँग पनि हामीले टुरिज्मसँग पनि जोड्नुपर्छ, यो भयो। अनि एउटा घरमा पनि मनाउने एउटा भयो, यो हामीले काम गर्नुपर्छ भन्ने म भन्न चाहन्छु। र आज म तपाईलाई अघि मैले भन्दै थिएँ, वर्तमान सरकारले कुनै पनि जातिलाई छुटाएको छैन, जातीय संगठनलाई छुटाएको छैन। र तपाईले जे पनि भन्नुहुन्छ, तपाईले जे पनि हुन सक्ने काम हराउनुहुन्छ, हामीले त्यो कामहरू हामी गर्दैछौँ। र आज खुसी लाग्यो यसै कार्यक्रममा पनि आज लिम्बू समुदायबाट लेखक लेखिकाहरू थुप्रै जन्मेको रहेछ, साँच्चै नै। र गए साल पनि धेरैवटा पुस्तिकाको विमोचन भयो, डकुमेन्ट्री फिल्महरूको विमोचन भयो। अनि यसपालि पनि जम्मा 4वटा कुरोको विमोचन भयो, 3वटा किताब, 3वटा बुक्स अनि एउटा डकुमेन्ट्री फिल्म। एउटा भयो फुङ फेकमेट है बाई ओटी हाङमा लिम्बू, ओटी हाङमा लिम्बूले लेखेको हाम्रो बहिनीले लेखेको है फुङ फेकमिट भन्ने किताबको विमोचन भयो। अनि अर्को ए लामदेक किताब सोनो हाङ लिम्बूले लेखेको, यो पनि विमोचन भयो। अनि द स्टडी अफ फ्लोक आर्ट किताब श्री बिसेन लिम्बूले लेखेको किताबको पनि विमोचन भयो। अनि लुङदुम फोङ याकथोङ पाङ साम्लो कलेक्सन अफ भिडियो सङ्ग्स बाई सोना साउदेन बहिनीले लेखेको डकुमेन्ट्री फिल्म, मतलब फिल्मको पनि एउटा भिडियो फिल्मको पनि आज विमोचन भयो। उहाँहरू चारैजनालाई म धेरै धेरै बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। तपाईले आफ्नो भाषामा आफ्नो भाषालाई, आफ्नो संस्कृतिलाई संरक्षण गर्नको लागि जुन काम गर्नुभएको छ, एउटा उल्लेखनीय काम हो। तपाईलाई धेरै धेरै बधाई दिन चाहन्छु। अनि अझै पनि हाम्रो लेखक लेखिकाहरू जतिजना छ है लिम्बू भाषामा लेख्ने जति पनि छ, तपाईले यदि पुस्तक लेख्नु चाहनुहुन्छ, तपाईहरुले लेख्नु सक्नु भएन है, तपाईहरुलाई आर्थिक तपाईहरुलाई कहीँ कमजोरी पर्यो, तपाईहरुलाई फाइनान्शियल प्रब्लम पर्यो भने तपाईले भन्नुहोस्। तपाईहरुको भाषामा लेख्ने, भाषामा है तपाईको निकाल्ने जति पनि पुस्तक पुस्तिकाहरू छ,
त्यसको प्रिन्टिङ गर्ने काम हामी सरकारबाट पनि गर्छौं अनि हामी अरू संस्थाबाट पनि हामी गर्छौं भनेर म तपाईलाई भन्न चाहन्छु। र विशेष गरेर म आज अति आदरणीय लिम्बू समुदायका बुद्धिजीवी वर्ग यहाँ उपस्थित हुनुहुन्छ, हाम्रो बुजुर्ग लिम्बू दाजुभाइहरू पनि यहाँ उपस्थित हुनुहुन्छ र आमाहरू पनि उपस्थित हुनुहुन्छ अनि हाम्रो नयाँ हाम्रो न्यू जेनेरेसनका हाम्रो जति पनि नयाँ वर्तमान युगका भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ। लिम्बू संस्कृति साँच्चै धनी छन्, साँच्चै धनी हो। तपाईहरुको आफ्नै सब कुछ छ, भाषा छ, ड्रेस छ, सबै कुरा छ, आफ्नो भाषा लिपि सब कुरा छ। त्यसैले यसलाई प्रिजर्भेसन गर्ने, यसलाई संरक्षण गर्ने चाहिँ गर्नको लागि चाहिँ तपाईहरु नै अगाडि बढ्नुपर्छ। सरकार खाली ठेल्ने हो, तपाईले भन्नुहोस् हामी जति ठेल्नु छ हामी ठेल्छौं तपाईहरुलाई। यसैले गर्दाखेरि हामीले भर्खरै मात्र लिम्बू भाषा संस्कृति साहित्य जम्मैको संरक्षण होस् भनेर हामीले पश्चिम जिल्ला निवासी श्री एसपी माङयुमज्यूलाई हामीले ओएसडी को रूपमा कल्चर डिपार्टमेन्टमा हामीले नियुक्ति गरेको छौं। र उहाँलाई म यति भन्न चाहन्छु कि उहाँले सबै मुन्दुमहरु जान्नुहुन्छ, मलाई थाहा छ, सब कुरा जान्नुहुन्छ र उहाँले लिम्बू भाषामा के गर्नुपर्ने, लिम्बू जातिको निम्ति संरक्षण गर्ने काम के गर्नुपर्ने, हैन भाषा साहित्य संस्कृतिलाई संरक्षण गर्ने के काम गर्नुपर्ने उहाँले गभर्नमेन्टमा प्रपोजल ल्याओस्, त्यो जम्मै काम गर्ने सरकारको जिम्मेवारी हो, हामी गर्छौं। र लाइब्रेरी भनौं, आज लिम्बू भाषी जति पनि बुद्धिजीवीहरू हुनुहुन्छ, जो पनि लिम्बू भाषामा साहित्यकारहरू हुनुहुन्छ, कथाकारहरू हुनुहुन्छ है, संस्कृतिमा निपुण हाम्रो व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू बुढो होला, उहाँहरू हाम्रो एउटा लाइब्रेरी हो, लाइब्रेरी। र यदि हामीले उहाँ सँगसँगै अहिले उहाँको जीवन हुँदै उहाँहरू जीवित हुँदै यदि यो कसैले पनि ओरल हिस्ट्रीको रूपमा ओरल्ली उहाँलाई रेकर्डिङ गरेर राखेन भनेदेखि, उहाँहरूको कुराहरूलाई लिएर राखेन भनेदेखि यो उहाँ सँगसँगै जाइहाल्छ, एउटा लाइब्रेरी नै गइहाल्छ। त्यसले गर्दा त्यो लाइब्रेरीको संरक्षण गर्ने काम हाम्रो लिम्बू संस्थाहरूको हो। लिम्बू संस्थाहरूले जति पनि बुढापाकाहरू कसरी मुन्दुम गर्थे, कसरी के गर्थे भन्ने कुराहरूलाई चाहिँ तपाईले ओरल रूपमा उहाँलाई रेकर्डिङ गरेर राख्नुपर्छ। अहिले लेखेको किताबहरू भन्दा पनि भिडियोग्राफीहरू भिडियोहरू हेर्छन् अहिले नयाँ टेक्नोलोजीमा है, युट्युबतिर हेर्छन् उहाँहरूले, अनि उहाँहरूको जति पनि बोलेको उहाँहरूले गरेको कुराहरू यथार्थको कुराहरूलाई तपाईले प्रिजर्भ गरेर तपाईले ओरल हिस्ट्रीको रूपमा तपाईले राख्नुहोस्, त्यो इतिहास बन्ने छ। र पछि नत्र हो भने फेरि बिस्तारै है यो हराउँदै जानेछ अनि बिस्तारै भाषा पनि बोल्न छोड्नेछ। आज म खुसी लाग्छ, आज लिम्बू जातिहरूलाई हेर्नु भने प्राय जसो सानोदेखि लिएर ठुलोसम्मकोले लिम्बू भाषा बोल्छन्, तर कतिवटा जातिको भाषाहरू अहिले बोल्नु छोडिहाल्यो। तर लिम्बू समुदायमा चाहिँ प्राय आफ्नो भाषा बोल्ने गर्छ। यो सबभन्दा ठुलो कुरा हो, यो सबभन्दा एउटा संरक्षणको ठुलो है तपाईको कुरा हो। यसको लागि म बधाई पनि दिन चाहन्छु र तपाईहरुलाई म एक दुई चार कुरा भन्न चाहन्छु। त्यो के हो भन्दाखेरि विशेष गरेर जति पनि लिम्बू समुदाय को निम्ति गर्नुपर्ने, विशेष गरेर संगठनको निम्ति गर्नुपर्ने, जातिको निम्ति गर्नुपर्ने जति पनि कामहरू आएको छ सरकारमा, हाम्रो नजरमा आएको छ, त्यो नजरमा आएको कामहरूलाई हामीले बेखुबी यस्तो संकटमा भए तापनि आज तपाईहरु सबैजनालाई थाहा छ, हामीले सरकार 2019 मा बनायौं। 2020 को सुरुवात कालदेखि नै यो वैश्विक महामारी कोभिड-19 ले हामी सबैजनालाई सतायो। हाम्रो राज्यलाई मात्रै होइन, हाम्रो देशलाई मात्रै होइन, तर सारा संसारलाई नै सताएको छ, मार्कामा पारेकै हो। र अहिले पनि यो कोभिड-19 को यो तेस्रो लहरको कुरा चलिरहेको छ। अहिले पनि कोभिड-19 पूर्ण रूपले सकेको छैन, अझै पनि धेरै संकटहरू आउँदैछ। कतिवटा यो ओमिक्रोन भ्यारिएन्ट भन्ने पनि तपाईको आइरहेको छ, हाम्रो भारतवर्षमा पनि आइसकेको छ। र यस्तो स्थितिमा भए तापनि हामीले जातीय संरक्षणको लागि हामीले काम गर्यौं। विशेष गरी लिम्बू जातिको कुरा गर्नु पर्दाखेरि जो चाहिँ हि याङथाङमा, हि गाउँमा
तपाईहरुको पहिलाको सरकारमा निर्माण गरिएको जुन श्रीजंगाको मूर्ति थियो अनि खाली हतार 2019 को चुनाव भन्दा अगाडि श्रीजंगाको मूर्तिलाई हतार पूरा नगरिकन जो चाहिँ लिम्बू जातिहरूले चाहेको थियो, जो चाहिँ लिम्बू जातिको बुद्धिजीवीहरूले चाहेको थियो, त्यो कुनै पनि कुरा पूरा नगरिकन हतार उद्घाटन गर्यो। तपाईहरु सबैलाई थाहा छ। अनि कति फिटको मूर्ति बनाउनु पर्ने, कति फिटको बनाएर छोड्यो, त्यो पनि तपाईहरुलाई थाहा छ। किनभने यो सुरुवात कालमा म पनि यसको लागि सर्वेमा गएको थियो। म जति बेला बिल्डिङ एन्ड हाउसिङ डिपार्टमेन्टमा थिए, म मिनिस्टर इन्चार्ज थिए, त्यति बेला मैले पनि सर्वे गरेको। फर्स्ट सर्वे गर्ने हिगाउँको श्रीजंगाको मूर्ति बनाउनु पर्छ भनेर जाने म मन्त्रीमा म पनि थिए अनि 3 ताका मन्त्री श्री जीएम गुरुङ पनि हुनुहुन्थ्यो। तर पछिबाट आरएमडीले यो काम एक्जिक्युसन गर्यो। तर जुन चाहिँ तपाईले चाहेको रिसर्च सेन्टर, म्युजियम, जो पनि चाहिने कुरा थियो त्यो निर्माण कार्य भएन। अनि श्रीजंगाको मूर्ति पनि घटेर सानो भयो अनि अपुरा हुँदै टाइल्स पनि राम्रोसँग सेट नभइकन हतार तपाईको उद्घाटन गर्यो। के को हतार हो हामीलाई थाहा छैन। त्यस्तै प्रकार थुप्रो यस्तो प्रोजेक्टहरु हतार भयो। एसटीएनएम सोसेग्याङको एसटीएनएम अस्पताल हतार उद्घाटन गर्यो, कामै नसकिकन, बिल पनि तिरेन, त्यसको पेमेन्ट पनि भएन। अहिले पेमेन्टको भुक्तान हामी गर्दैछौँ। र श्रीजंगा हिगाउँको श्रीजंगाको पनि त्यस्तै हालतमा छोडेको थियो। तर हामीले 2020 मा नै हामीले 2019-20 को है बजेटमा नै हामीले धनराशि राखेको थियौं। तर कोभिड-19 को कारणमा यो 20 मा हुन सकेन काम। अनि यसपालि 21-22 को बजेटमा पनि हामीले राखेका छौं। अनि यो चाहिँ पूर्ण रूपले सेकेन्ड फेज भन्नाले म्युजियम, रिसर्च सेन्टर जति पनि बनाउनु पर्ने, तपाईले जे चाहेको छ, हाम्रो लिम्बू समुदायको बुद्धिजीवीहरूले के चाहेको छ, रिसर्च सेन्टर, लिम्बू रिसर्च सेन्टर, म्युजियम, जति पनि चाहिने कुराहरू त्यहाँ समावेश गरेर हामी सेकेन्ड फेजको काम पनि टेन्डर गरेको छ। अनि त्यहाँनिर आओस्, पछि देश विदेशबाट रिसर्च गर्नको लागि आओस्, है पीएचडी गर्नको लागि, रिसर्च गर्नको लागि आओस् भनेर हामी चाहन्छौँ। यो काम हामीले सुरु गरेको छौँ, यो हामीले दिएका छौँ। अर्को युमा मन्दिर दरबमा निर्माणधीन अहिले अन्डर कन्स्ट्रक्सन छ। यो युमा मन्दिर दरबमा छ। अनि त्यो चाहिँ चुनाव भन्दा अगाडि खाली बजेट नराखिकन, क्याबिनेट नलगिकन टेन्डर मात्रै गरेको थियो। यसलाई कुनै प्रकारको त्यस्तो अनुमोदन गरेको थिएन। तर हामी सरकारमा आएपछि युमा मन्दिर बनाउने काम पनि हामीले गर्यौं। क्याबिनेटमा लगेर एप्रुभल अनि स्याङ्सन गरेर अहिले भटाभट काम हुँदैछ। यो पनि एउटा लिम्बू जातिको धरोहर हो। तपाईहरुको पछि हेरिटेज बनिनेछ, तपाईहरुको इतिहास हुनेछ। पछि पढ्नका लागि राम्रो नानी स्कलरहरु आएर यो माथि रिसर्च गर्नेछ। यो काम पनि हामीले गर्यौं। र अरु ठाउँमा सानो जति पनि माङहिमहरु बनाउनु पर्ने काम हामीले यसपालि धेरै बजेटमा हामीले धनराशि राखेर जहाँ डिमान्ड छ सानो जसै मल्लीमा, जसै हाम्रो मुलुकेमा, छुजाचेनको मुलुके भयो, थुप्रो जहाँ लिम्बू जातिहरुको बसोबास गर्ने उहाँहरुको मेजोरिटीमा छ, त्यहाँ सानो पनि हामीले बनाएको छौं। यसरी उहाँलाई महसुस होस्, उहाँले कुनै पनि कल्चर प्रोग्राम गर्ने, उहाँले आफ्नो रीतिथिति गर्ने जग्गा होस् भनेर हामीले यो काम पनि गरेको छौं। र एउटा आज कुरा आएको छ, यो डिमान्ड आएको छ कि युमा जो छ, युमालाई पनि सरकारबाट रिकग्नाइज गर्नुपर्छ, यसलाई पनि सरकारी मान्यता दिनुपर्छ भनेर कुरा आएको छ। यो माथि म तपाईहरुसँग सल्लाह गरेर अनि तपाईहरुको एकदमै एक स्वरमा तपाईले भन्नुहुन्छ भने यसको लागि पनि हामी सरकार तयार छ गर्नको लागि। तर यसको लागि म लिम्बू संगठनहरुसँग, लिम्बू सामुदायिक संगठनसँग बसेर यसलाई हामी पूर्ण रूपले बहस गरेर यसलाई हामी गर्छौं। यो केही पनि ठूलो कुरा छैन, यसमा हामीले यसलाई रिकग्नाइज पनि हामी गर्छौं। यो कुरा तपाईहरुलाई म राख्न चाहन्छु। अनि अर्को कुरा विशेष गरेर लिम्बू र तामाङको ट्राइबलको कुरा है भयो। 2003 मा लिम्बू र तामाङले, पश्चिम बंगाल अनि सिक्किमको लिम्बू र तामाङले ट्राइबलको मान्यता हामीले पायौं। यसमा म सबैभन्दा ज्यादा म विशेष गरेर लिम्बू समुदायका बुद्धिजीवीहरूलाई, अग्रजहरूलाई, जसले लिम्बू र तामाङलाई ट्राइबलको मान्यता दिलाउनुमा धेरै कोसिस गर्यो, धेरै संघर्ष गर्यो,
है दिल्लीमा गएर धरनासम्म पनि गर्यो, अनेकौं काम गर्यो, धेरै लेखाजोखा कामहरू गर्यो। उहाँहरू सबैजनालाई म एकपल्ट सम्झना गर्दै उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि बधाई पनि दिन चाहन्छु। र 2003 मा लिम्बुरा तामाङले ट्राइबल पायो अनि सिक्किममा डिलिमिटेसन कमिसन 2006 मा आयो। तर पूर्व सरकार चाहिँ त्यति बेला पूर्व सरकारले होइन, लिम्बु र तामाङले चाहिँ अब ट्राइबल पाइहाल्यो या अनि लिम्बु र तामाङ जातिहरूलाई पनि अब ट्राइबलको मान्यता दिनुपर्छ, भारत सरकारले दिइहाल्यो। अब चाहिँ सिट पनि पाउनुपर्छ। उहाँले जो चाहिँ सुरक्षित सिट छ, लिम्बु तामाङको सिट छ, उहाँले पाउनुपर्छ भन्ने विचार राखेको भएदेखि 2009 को चुनावमा सायदै लिम्बु तामाङले आफ्नै सिटबाट लड्न पाउँथ्यो होला चुनाव। तर 3 ताकको सरकारले लिम्बु र तामाङलाई के देख्यो? जहिले पनि चुनावको समयमा ढाट्ने काम मात्रै गर्यो। खाली लोहे अर्को पाले लिम्बु र तामाङ आफ्नै सिटमा उठ्छ। 2004 मा पनि लिम्बु तामाङ आफ्नै सिटमा उठ्छ भने 2004 मा उठ्न पाएन। 2009 को चुनावमा उठ्छ भने 2009 को चुनावमा उठ्न पाएन। अनि 2014 मा उठ्न पाउँछ, आफ्नै सिटबाट उठ्न पाउँछ, रिजर्भ सिटबाट भने त्यो पनि पाएन। अनि 2014 बादमा त सरकार बनाएर 3 ताको सरकारले के भन्यो? अब 2019 भन्दा अगाडि लिम्बु र तामाङले सिट पाएन भने म राजनीतिदेखि सन्यास लिन्छु, म राजनीतिलाई छोडिदिन्छु भनेर पनि घोषणा पनि गर्यो। अनि कुनै पनि राज्यको मुख्यमन्त्रीले घोषणा गरेको कुरा चाहिँ पुर्याउनु पर्छ। या त घोषणै गर्नु भएन, कमिटमेन्ट दिनु भएन, कमिटमेन्ट दिएपछि पुरा गर्नुपर्छ। तर 2014 को चुनाव दिएपछि 2015 मा राबङलामा 15 या 16 मा राबङलामा घोषणा गर्यो लिम्बु र तामाङले आउँदो 2019 भन्दा अगाडि सिट पाएन भने म राजनीतिबाट सन्यास लिन्छु। तर 2019 मा सन्यास लिएन। र 2006 मा तपाईलाई थाहा छ यो कुरा, हाम्रो लिम्बु र तामाङ, सिक्किमे लिम्बु र तामाङ दाजुभाइहरूले, संगठनहरूले पुरा डिलिमिटेसन कमिसनकोमा पुरा दस्तावेज चढाएकै हो। हामीले पनि सिट पाउनुपर्छ। अब हामी भारतको संविधानले हामीलाई पनि ट्राइबलको स्ट्याटस मान्यता दिएको छ र जसरी अरू ट्राइबलहरूले आफ्नो सिट पाउँछ, रिजर्भ सिट, त्यसरी नै लिम्बु तामाङहरूले पनि अब आफ्नैमा लड्नु पाउँछ। पुरा प्रेसर लगाएकै हो, प्रेसर लगाएको। अनि डिलिमिटेसन कमिसनले पनि राज्य सरकारलाई चिठी लेखेकै हो। लो लिम्बु र तामाङ संगठनहरूले, विभिन्न एनजिओसहरूले, लिम्बु र तामाङको समुदायहरूले, बुद्धिजीवीहरूले पुरा प्रेसर गर्दैछ डिलिमिटेसन कमिसनलाई कि झट्टै भन्दा झट्टै हामीलाई पनि सिट दिनुपर्छ भनेर भन्दैछ। त्यसले गर्दा हाम्रोमा डिलिमिटेसन कमिसन कहाँ, लिम्बु र तामाङको सेन्ससको आँकडा नभएकोले गर्दा झट्टै भन्दा झट्टै सरकारले चाहिँ 6 महिना भित्रमा लिम्बु र तामाङको आँकडा दिनु, सेन्सस रिपोर्ट दिनु भनेर राज्य सरकारलाई चिठी पठाएको हो। नोटिफिकेसन, फाइनल नोटिफिकेसन निकालेन उहाँहरूले, चिठी पठायो। 6 महिनासम्म पर्खिबस्यो। तर 6 महिनासम्म पनि राज्य सरकारले लिम्बु र तामाङको सेन्ससको रिपोर्ट दिनु नसक्दाखेरि, पपुलेसनको आँकडा दिनु नसक्दाखेरि अनि उहाँहरूले फाइनल ड्राफ्ट नोटिफिकेसन निकालेर त्यति बेला छोडियो। यदि त्यति बेला यदि साँच्चै नै इच्छा शक्ति थियो भनेदेखि लिम्बु र तामाङले कुनै पनि जातिलाई नबिगारिकन आफ्नै सिट पाउँथ्यो अनि आफ्नै सिटबाट लड्न पाउँथ्यो। र आज जति पनि लिम्बु र तामाङ समुदायभित्र पर्ने हाम्रो जति पनि विधायकहरू हुनुहुन्छ, माननीय विधायकहरू, उहाँहरू सबै जेनरल सिटबाट लडेर जितेर आएका हुन्। उहाँहरू आफ्नै रिजर्भ सिट आफ्नैबाट लडेको होइन, उहाँहरू जेनरल सिटबाट लडेको हो। त्यसले गर्दाखेरि हामी सरकारमा हामीले भनेका छौँ कि जति हुन्छ हाम्रो सिन्सियर एफर्ट लगाएर हामी भारत सरकार, यो केन्द्र सरकारको यो मुद्दा हो र हामीले सरकार बनाएदेखि नै हामी केन्द्र सरकारलाई
हामी डिमान्ड राखेका छौं अनि केन्द्र सरकार पनि यो प्रति एकदमै पोजिटिभ छ र यो लिम्बू र तामाङले पाउनु पर्ने जो सिटको सुरक्षा छ, रिजर्भेसन अफ सिट छ, त्यो एकदम अवश्य पनि हुन्छ। यो भारत सरकार एकदम पोजिटिभ छ। तर पहिलो सरकारको गल्तीले गर्दाखेरि आज वर्तमानमा हाम्रो लिम्बू तामाङ दाजुभाइहरूले, लिम्बू तामाङ समुदायले दुःख पाइरहेको छ। तर आज उनीहरूले नै खोइ भनेर सोच्छन्। तर हामी सिन्सियरली जब म प्रधानमन्त्री कहाँ जान्छु, जब म गृहमन्त्री कहाँ जान्छु, जति पनि छ हामीले चढाउनु पर्ने। अनि वर्तमान अहिले हाम्रो एकमात्र संसद सदस्य श्री इन्दाङ सुब्बाले पनि है, उहाँले बारम्बार यसलाई हाम्रो संसदमा उठाइरहेको कुरा तपाईहरुलाई थाहा छ र हामी जो पनि लिम्बू तामाङको जुन चाहिँ सिटको कुरा छ हामी सिन्सियरली काम गर्दैछौँ, तपाईहरु नसुताउनुहोस्। अनि त्यस्तै प्रकारले कर्मापाको इस्यु पनि त्यस्तै हो। कर्मापा 17 कर्मापा उगेन थिल्ले दोर्जी लाई सिक्किम ल्याउनु पर्छ भन्ने हाम्रो सिक्किम वासीहरुको पहिल्यैदेखिको माग हो। यो पहिल्यैदेखिको माग हो। अनि पूर्व सरकारले सरकारमा आउनु भन्दा 1994 भन्दा अगाडि आफ्नो घोषणा पत्रमा लेखेको थियो कि हामी चाहिँ सरकारमा आयो भने हामी 17 कर्मापालाई चाहिँ हामी सिक्किममा ल्याउँछौँ भनेर। तर सरकार बनाएपछि राव कमिटी भन्ने एउटा गठन गर्यो अनि राव कमिटीले 2005 मा केन्द्र सरकारमा रिपोर्ट दिएपछि 17 कर्मापालाई सिक्किम आउनदेखि वञ्चित गरायो, प्रतिबन्ध लगायो, ब्यान भयो। त्यो चाहिँ रिपोर्ट एज पर द रिपोर्ट अफ द सिक्किम गभर्नमेन्ट, राव कमिटीको रिपोर्टले गर्दाखेरि उहाँलाई सिक्किम आउनु ब्यान गर्यो 17 कर्मापालाई। अनि लगातार रूपमा यहाँको अनुयायीहरूले, सबै सिक्किमवासीहरूले 17 कर्मापा जसरी हुन्छ सिक्किम ल्याउनु पर्छ भन्ने माग गरे तापनि तीनताको सरकार कानमा तेल हाली बस्यो, कुरै सुनेनन्। यसलाई एउटा मुद्दा मात्रै बनायो चुनावको छेउमा। ल अब अर्को पालि हामी कर्मापा ल्याउने। लिम्बू तामाङको सिट पनि चुनावी मुद्दा, सिट पाइहाल्यो भने चुनाव मुद्दा सकिहाल्यो। तर हामीले यसलाई चुनावको मुद्दा बनाएको छैनौं। अनि कर्मापाको पनि यो कर्मापा आइहाल्यो भने सकिहाल्यो, यो पनि मुद्दा सकिन्छ भनेर थाँतीमै राख्यो। त्यो ट्याक्टिस जसरी पूर्व सरकारमा चुनावको समयमा नै खाली जनता मेला गर्थ्यो, खाली घर बनाउने काम गर्थ्यो, प्रमोसन पनि चुनावको समयमा, जम्मै एपोइन्टमेन्ट चुनावको समयमा हुन्थ्यो, त्यो खालको चुनावलाई मात्रै मध्यनजर राखेर गर्थ्यो। तर वर्तमान सरकारले त्यो गरेको छैन। जुन जुन गर्नुपर्ने काम चुनाव होस् या नहोस् हामी गर्दैछौँ। अनि 17 कर्मापामा पनि हामी विपक्षीमा हुँदाखेरि पनि हामीले पुरा केन्द्र सरकारसँग, हाम्रो विधानसभादेखि लिएर पार्लिमेन्टसम्म अनि प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, गृहमन्त्रीको कार्यालयसम्म हामी पुगेकै हौ। अनि पुगेपछि यहाँको लामा, अति आदरणीय लामाहरूले पनि धेरै दिनसम्म धरना, रेगुलर धरना गरेपछि भारत सरकार कन्भिन्स भएपछि 2018 मा यो ब्यान हटियो। अब कर्मापा सिक्किम जान सक्छ एक्सेप्ट रुम्तेक गुम्पा भनेर मैले एउटा अर्डर निस्क्यो, नोटिफिकेसन निस्क्यो 2018 मा निस्क्यो। अनि 18 मा निस्किनु साथ ब्यान थियो, ब्यान हट्यो। ठिकै छ, ब्यान हुँदा ठिकै छ, आउनु पाएन 2018। अनि 2018 मा त्यही सरकार थियो जसले कर्मापा आउनुदेखि वञ्चित गराएको थियो 95 मा रिपोर्ट दिएर। तर 18 मा ब्यान खोल्यो। भारत सरकारले अनुमति दियो कि कर्मापा जान सक्छन्, सिक्किममा जान सक्छ, त्यति हो, रुम्तेकमा जान सक्दैन, अरू जग्गामा जान सक्छ, अरू गुम्पामा जान। तर 1 वर्षको अन्तरालमा 2018 देखि 2019 को मेसम्म त पहिलाकै सरकार थियो। 2018 को मार्चदेखि 2019 को मे 26 तारिकसम्म त पहिलाकै सरकार थियो। तर 1 वर्षभित्रमा पनि मन गरेर ल्याउनको लागि। तर आज विभिन्न प्रश्न तेर्साउँछ कि किन ल्याउन सकेन एसकेएम सरकारले। तर हामीले जति बेला सरकार बनाए, हामीले सरकार बनाएको 27 मे 2019 मा हो। 27 तारिक मे 2019 मा हामीले सरकार गठन गरेको थियौं, हामीले सरकार जिम्मा लिएको थियौं। तर त्यो भन्दा अघि नै हिज होलिनेस 17 कर्मापा ओगेन थिल्ले दोर्जी
भारतलाई छोडेर विदेश जानु भइसकेको थियो। उहाँ जाइसक्नु भएको थियो। उहाँ गइसकेर भारतमा थिएन र पनि हामीले कोसिस गर्दैछौँ। हामी भारत सरकारसँग सम्पर्कमा रहेर अनि भारत सरकार पनि कोसिसमा छ के कसरी चाहिँ हामीले कर्मापालाई ल्याउनु पर्ने, भारतमा ल्याएर सिक्किम पठाउनु पर्ने। अनि हामीले उहाँ विदेशमा भए तापनि हामीले यसपालिको बजेटमा 1 करोड रुपियाँको धनराशि हामी कर्मापा 17 हिज होलिनेस 17 कर्मापा उगेन थिले दोर्जीलाई ल्याउनका लागि हामीले 1 करोड रुपियाँको धनराशि पनि हामीले छुटाएको छु। यो अनि अर्को पूर्व सरकारले मन गरेको भएदेखि यो 12 वटा छुटेको जातिहरू, पहिला 11 थियो, अहिले माझी पनि थपेको छ 12 भएको छ। 11 वटा छुटेका जातिहरूलाई ट्राइबल बनाउनु पर्ने, ट्राइबलको मान्यता दिलाउने काम हुन्थ्यो यो। अनि यो भइदिएको भएदेखि हाम्रो राज्य नै ट्राइबल स्टेट हुन्थ्यो। सबै जातिहरू ट्राइबल भएको भए ट्राइबल स्टेट हुन्थ्यो। तर पूर्व सरकारले अनेकौं नेगेटिभ रिपोर्ट पठाएर, सबै जातिको नेगेटिभ रिपोर्ट पठाएर भारत सरकार केन्द्र सरकारमा पठाएर नहुने काम गर्यो। अनि खाली नाटक गर्ने काम गर्यो। खाली नाटक कि विधानसभामा ल्याउने बिल त्यो पनि प्राइभेट बिल मात्रै ल्याए, कहिले पनि सरकारी बिल ल्याएन। गभर्नमेन्ट रिजोल्युसन कहिले ल्याएन, खाली प्राइभेट रिजोल्युसन ल्यायो, व्यक्तिले मात्रै ल्यायो। अनि व्यक्तिले ल्याएको बिल पास त्यसको त्यो भ्यालु हुँदैन। तर हामीले सरकार बनाएपछि यी 12 जातिलाई पनि ट्राइबल बनाउनु पर्छ भनेर हामीले सरकारको पक्षबाट रिजोल्युसन बनाएर ललाई भेटिङ गराएर, कानुन डिपार्टमेन्टलाई भेटिङ गराएर अनि क्याबिनेटमा पास गरेर अनि हामीले सिक्किम विधानसभामा राखेर पास गरेका छौँ। यसलाई यो ठुलो बल मिलेको छ। अनि हामीले केन्द्र सरकार समक्षमा पनि यसलाई हामीले चढाइसकेका छौँ। अनि यो अहिले अन्डर प्रोसेसमा छ। अनि हामी विभिन्न प्रकारले हामी कसरी हुन्छ यो 12 जातिलाई चाहिँ हामी ट्राइबल बनाऊ र सबै मिलेर सिक्किमको यो सुन्दर भूमिलाई है हामी अगाडि बढाऊ भन्ने हाम्रो इच्छा हो। हामी जान्दैनौँ। तर पूर्व सरकारले जहिले पनि खाली रिजोल्युसन ल्यायो भन्छ विधानसभामा, तर प्राइभेट रिजोल्युसन। तर वर्तमान सरकारले चाहिँ प्राइभेट रिजोल्युसन होइन, गभर्नमेन्ट रिजोल्युसन ल्याएर पास गरेर हामीले केन्द्र सरकारलाई पठाएको छौँ। अनि केन्द्र सरकार पनि एकदम पोजिटिभ छ। त्यसले गर्दाखेरि यो हामी सबै मिलेर काम गर्नुपर्ने हो। अनि त्यस्तै प्रकारले आज भोटिया भाषाले मान्यता पाएको छ। अनि लेप्चा भाषा मान्यता प्राप्त गरेको छ। अनि लिम्बू भाषाले आज PhD सम्म पढाउँदैछ भनेदेखि हामी यो भोटिया लेप्चा लिम्बू भाषालाई भारतको संविधानको 8औं अनुसूचीमा या 8th शेड्युलमा गाप्नेको लागि माग पनि हामीले राखेका छौँ। जसरी आज हाम्रो नेपाली भाषा 8औं अनुसूचीमा गाभेपछि आज इन्द्रहाङ सुब्बाले हाम्रो संसदमा, भारतको संसद पार्लिमेन्टमा गएर उहाँले नेपाली भाषामा बोल्दा पनि भयो। उहाँले नेपाली भाषामै कसम खाने व्यक्ति उहाँ MP हुनुहुन्छ। त्यसले गर्दा लिम्बू भाषा, भोटिया भाषा, लेप्चा भाषा पनि 8th शेड्युल अफ इन्डियन कन्स्टिट्युसनमा भित्र समावेश हामीले गर्न सक्यो भने हामीले भारतको पार्लिमेन्टमा गएर पनि लिम्बू भाषामा बोल्दा भयो, भोटे भाषामा बोल्दा भयो, लेप्चा भाषामा बोल्दा भयो। यो सरकारको, वर्तमान सरकारको पहल हो। यो पनि म तपाईहरुलाई सुनाउन चाहन्छु। अनि विशेष गरेर म एउटा कुरा गर्न चाहन्छु। हुन त यो भाषण स्पिच भनेको चाहिँ तपाईहरुको लागि पनि यो पटाइ लाग्दो कुरा हो। तपाईहरुको लागि एकदमै सबैभन्दा अप्ठ्यारो कुरा, कुनै पनि कार्यक्रमको सबैभन्दा अप्ठ्यारो क्षण भनेको चाहिँ भाषण हो। त्यो पनि चिफ गेस्टको भाषण त झन् पटाइ लाग्दो। किनभने चिफ गेस्टलाई समय सीमा तोकेको हुँदैन, उले जति बोल्दा पनि हुन्छ। अरूलाई त समय सीमा तोकेको हुन्छ, अलिक बेसी बोले पनि बेल बजाइहाल्छ। र मलाई पनि पहिलाको जस्तो होइन म 4 घण्टा बोल्ने, मलाई पनि भाषण गर्नु सबभन्दा साह्रो लाग्छ। र पनि मुख्य अतिथि हो, बोल्नै पर्छ। र मैले हिजोदेखि चाहिँ भनेको छु अब यो स्पोर्ट्समा चाहिँ बोल्नु हुँदैन। मैले थुप्रो जग्गा गएँ। म सिक्किमको क्रिकेट एसोसिएसनको प्रेसिडेन्ट भएको नाताले मैले है वर्ल्ड कप पनि मैले हेरेँ, है क्रिकेटको वर्ल्ड कप हेरेँ। अनि गएर म तपाईको जर्मनीमा फुटबल फाइनल पनि हेरेँ है। तर कहिले पनि चिफ गेस्टले भाषण गर्दैन स्पोर्ट्समा। तर सिक्किममा यस्तो परम्परा छ, अब तपाईको स्पोर्ट्समा पनि भाषणै ठोक्नु पर्यो, कुनै पनि कार्यक्रममा भाषणै ठोक्नु पर्यो, साहित्य कार्यक्रम भाषणै गर्नु पर्यो। र पछि त बर्थडेमा पनि भाषण गर्नु लाउँछ कि जस्तो लाग्दैछ मलाई।
त्यसले गर्दा भाषण भनेको चाहिँ कहाँ गर्नुपर्ने कता गर्नुपर्ने त्यो चाहिँ एउटा तय हुनु पर्यो नि। स्पोर्ट्समा भाषण हुँदैन। त्यसले गर्दा कुन जग्गामा गर्नुपर्ने, त्यसले गर्दा भाषणलाई हामी सर्टकटमा जानु पर्यो। भाषण गर्दाखेरि 4 घण्टा बोलिदियो भने तपाईँलाई निन्द्रा लाग्छ, पटाए हुन्छ, टाढो जानुपर्ने। त्यसले गर्दा भाषणलाई छोटकारीमा गर्नु पर्यो। म त्यही लाइनमा बोल्छु, आज म त्यही लाइनमा बोल्दैछु। र हर जग्गामा भाषण गर्नु मिल्दैन। जस्तो अब एउटा घर ओपनिङ गर्नु पर्यो, सिक्किम गरिब आवास योजना उदाहरण दिन्छ है म। 18,52,000मा बनेको घर हो त्यो। 17,52,000मा बनेको घर हो सिक्किम गरिब आवास योजना। अनि रिबिन काट्दा भइगयो नि। मुख्यमन्त्रीले गएर या मन्त्रीले गएर रिबिन ठक्क काट्यो, चलिहाल्यो, सकिहाल्यो, चिया चमेना खायो, त्यही घरमा गइहाल्दा भयो नि। तर त्यसको लागि एउटा घर ओपनिङ गर्दा 20 लाख खर्च हुन्छ। घरभन्दा पनि ज्यादा खर्च हुन्छ। अब पण्डाल बनाउनु पर्यो, खानापिना दिनु पर्यो सबै। अनि यो कतिवटा कुरा चाहिँ हामीले टाइमलाई, समयलाई बचाउनको लागि हामी अलिकति चेन्ज गरौँ। अलिकति हाम्रो यो पहिलाको परम्परालाई चेन्ज गरौँ। र मुख्य अतिथिले पनि 4 घण्टा बोल्ने समय गयो। अब 1 घण्टा। अब तपाईँलाई धेरै काम छ, कतिजना काम मलाई आउनै पर्यो, यो प्रोग्राम हो भनेर आउनु भएको होला तपाईँहरूलाई। त्यसले गर्दाखेरि हामीले अब अलिकति भाषण जुन सब्जेक्टमा चाहिँ त्यसैमा गरेर जाने, अनि यो पनि गर्ने हो। अनि जति बेला अरू प्रोग्रामहरू हुन्छ, जे पनि प्रोग्राम सरकारको उपलब्धि बताउनु पर्ने त पार्टीको फङ्सन हुन्छ त्यति बेला बताउँला, कुनै पनि अरू पब्लिक मिटिङ हुन्छ त्यति बेला बताउँला। त्यसले गर्दा सर्टकटमा अब सर्टकट जानु। अहिले त तपाईँको सबै सर्टकट छ, त्यही प्रकारले जानुपर्ने। अनि मैले अस्ति भनेको छु, आज तपाईँलाई अचम्म पनि लाग्छ होला कि आज विभिन्न विभागको सचिवहरू छैन, नत्र भने मुख्यमन्त्रीको तपाईँको प्रोग्राममा त आउनै पर्यो। आएन भने त डन्डा तपाईँ माथिबाट आइहाल्छ पहिला भन्थ्यो। तर मैले नै के अनुभव गरेँ भने, जस्तै एनुअल हजरी डिपार्टमेन्टको प्रोग्राम, पशुपालन विभागको प्रोग्राम सरमसामा भएको थियो अस्ति। सरमसामा थियो, त्यो चाहिँ पशुपालन विभागको प्रोग्राम हो यो है एनुअल। तर त्यसमा मैले देखेँ सबै सचिवहरू थियो, सबै। वेलफेयर डिपार्टमेन्टको सेक्रेटरी पनि थियो, एग्रिकल्चरको सेक्रेटरी पनि थियो, हर्टिकल्चरको पनि थियो, फुडको पनि, जम्मै टप सेक्रेटरी भनेको त घरको डिपार्टमेन्टको बाउ भन्नु पर्यो नि त। मिनिस्टर त छँदैछ, मन्त्री छँदैछ, मन्त्री त आफ्नो आफ्नो टुरमा जानु पर्यो। त्यसो हुँदा के भयो, डिपार्टमेन्ट त एउटाको प्रोग्राम हो, एनालाइजेसन डिपार्टमेन्टको प्रोग्राम। तर अरू सेक्रेटरी आउँदा त काम त हाम्रो पब्लिकको नै तपाईँको भएन। सेक्रेटरी भन्दा होइन, प्रोग्राममा गएको छ, सीएम साहबको प्रोग्राममा भन्छ, पब्लिकले के भन्नु पनि सक्दैन। त्यसले गर्दा मैले त्यो प्रोग्रामदेखि उता चाहिँ मैले भनेको छु, जुन डिपार्टमेन्टको प्रोग्राम छ त्यसै डिपार्टमेन्टको अफसर मात्र आउनुपर्छ, अरूको आउनु पर्दैन। अरू डिपार्टमेन्टको अफसर चाहिँ जम्मै डिपार्टमेन्टमा बसेर जनताको काम गर्नुपर्छ भनेर भनेको छु। त्यसले गर्दा आज तपाईँहरूको प्रोग्राममा पनि सचिवहरू कोही छैन है, किनभने नआएको राम्रो। हुन त आज होलिडे हो, आज त छुट्टीको दिन हो, आज गभर्मेन्ट होलिडे हो। र पनि हाम्रो भूतपूर्व सचिवहरू मैले देखेँ है, जो चाहिँ हाम्रो एसबी सुब्बाज्यू देखेँ, अनि हाम्रो उमाङ सुब्बाज्यू पनि देखेँ, स्पेसल डिजिपी साहब पनि मैले देखेँ भूतपूर्व। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र हामीले अलिकति कतिवटा कुराहरूलाई हामीले अलिकति चेन्ज गर्दैछौँ, हामीले रेक्टिफाईहरू गर्दैछौँ, यो कुराहरू छ। र अरू म बेसी भन्न चाहन्न। र आज बडा राम्रो एउटा ऐतिहासिक हो, यो पहिलोपल्ट तपाईँले छुट्टी, सरकारी छुट्टी बिदा पाएपछि यो पहिलो कार्यक्रम हो चासोक तोङनामको। तपाईँहरू सबैजनालाई बधाई दिन चाहन्छु। अनि यो कार्यक्रम अर्को साल बडा भव्यताको साथमा होस्। तर 15 तारिक चाहिँ नभएको राम्रो, किनभने 15 तारिक चाहिँ तपाईँहरू घरमा सेलिब्रेसन गर्नुहोस् न। घरमा तपाईँले सबले जान्नुपर्ने, बुझ्नुपर्ने, घरमा गर्नुहोस्। अनि तपाईँले एक दिन मलाई राज्य स्तरीय बोलाउनुहोस्, म त आउँछु पक्का। तपाईँले बोलाउनु भयो भने म आउने हो है, म कुनै पनि कार्यक्रमलाई छोडेर पनि म आउँछु। यो प्रकारले गर्ने म तपाईँलाई भन्न चाहन्छु। र अरू म बेसी भन्न चाहन्न, किनभने समय छैन, किनभने 3 बज्न आँटेको छ, समय बहुत है। तपाईँको अब रात छिटो परिहाल्छ। र टाढोबाट पनि आउनुभएको छ। हाम्रो विशेष गरेर फेदाङमाहरू आउनुभएको छ। हाम्रो यावा, फेदाङमा, साम्बा, यमानी है, उहाँको सहयोगीहरू आउनुभएको छ। उहाँहरू पनि जानुपर्ने छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको कारणले गर्दा नै आज हाम्रो परम्परा बाँचेको छ। अनि हाम्रो अहिले नयाँ जेनेरेसन, हाम्रो युवा पिँढीले बुझ्न पाएको छ के हो लिम्बू संस्कृति, के हो भाषा, के हो भनेर बुझ्न पाएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि जानभन्दा अगाडि अब हाम्रो यो डिसेम्बर महिना भनेको चाहिँ सबै जातीयहरूको पर्वहरू हो। अब आज 15 तारिक हाम्रो
लिम्बू समुदायको आज चाड हो चासक तङनाम भनेदेखि 19 तारिक तपाईँको भुजेल कम्युनिटी समुदायको पर्व हो। पोङ्गल परिम भन्ने भयो। अनि त्यस्तै प्रकारले तोयङसी सिरिजङ्गा पनि आउँदैछ तपाईँहरूको। अनि त्यस्तै प्रकारले सखिवा पनि आउँदैछ। अनि बाराहिमेजुङ मगर कम्युनिटीको मगर जातिको बाराहिमेजुङ पनि आउँदैछ। अनि 25 तारिक क्रिसमस पनि हो। अनि 30 तारिक तमुल लोछर पनि हो। अनि नयाँ साल पनि आउँदैछ। अनि जनवरी 2022 मा तपाईको लोसुङ र नामसुङको पर्व पनि छ। र यसको लागि म विशेष गरेर पागल परिम, तोयङसी स्त्रीजङ्गा, सखेवा, बाराहिमेजुङ, क्रिसमस, तमु लोछार, नयाँ साल, लोसुङ नामसुङ पर्वको धेरै धेरै बधाई अनि शुभकामना दिँदै अनि नयाँ साल 2022 को पनि धेरै धेरै शुभकामना दिँदै तपाईहरुको बीचबाट म बिदा लिन चाहन्छु। धन्यवाद। सेवारे।